तपाईलाई टाउको दुख्ने समस्या छ भने भिडियोलाई सेभ गरेर राख्नु होला। नजिकको साथीभाइ कसैले चाहिँ जति बेलै टाउको दुख्यो भन्नुहुन्छ भने उहाँहरूलाई भिडियो सेयर गरिदिनु होला। टाउको दुखाइको समस्या, त्यसमा पनि माइग्रेन टाउको दुखाइको समस्या छ भने एकदमै सजिलो र एकदमै इफेक्टिभ उपचार भनेको चाहिँ हट फुट इमर्सन। त्यो भनेको तपाईँले घरमै एकदमै सजिलो तरिकाले गर्न सक्नुहुन्छ। त्यसका लागि के गर्नुहोस् त, जस्ट एउटा बाल्टी लिनु होला। त्यसमा चाहिँ आफूले सहन गर्न सक्ने जति, आफूलाई टोलरेट हुने जति टेम्परेचरमा चाहिँ पानी उमालेर, पानी तताएर चाहिँ त्यसमा राख्नु होला र आफ्नो यो घुँडाभन्दा तलपट्टिको भागलाई चाहिँ त्यो पानीमा चाहिँ डुबाएर राख्नु होला। 15 देखि 20 मिनटसम्म चाहिँ आफ्नो खुट्टालाई चाहिँ त्यो पानीमा डुबाएर राख्नु होला। अझ बेटर रिजल्टको लागि चाहिँ त्यसमा तपाईँले चाहिँ एप्सम साल्ट, नुन मिसाएर चाहिँ तपाईँले प्र्याक्टिस गर्न सक्नुहुन्छ। यसले तपाईँलाई टाउको दुखाइ, माइग्रेनको कन्डिसनबाट चाहिँ इन्स्ट्यान्ट रिलिफ दिनलाई चाहिँ सहयोग गर्ने गर्दछ। तातो पानीमा खुट्टा डुबाउँदै गर्दाखेरि चाहिँ तपाईँले टाउको समस्या, टाउको दुखाइको समस्या चाहिँ कसरी निदान हुन्छ त, टाउको दुखाइको समस्या चाहिँ कसरी कम हुन्छ त, यो बुझौँ है त। प्राय गरेर टाउको दुखाइको समस्या, त्यसमा पनि माइग्रेन टाउको दुखाइको समस्या भनेको चाहिँ इन्ट्राक्रेनियल भ्यास्कुलर प्रेसर बढ्ने गर्दछ। ब्लडको प्रेसर चाहिँ तपाईँको टाउको एरियामा चाहिँ बढ्दै गर्दाखेरि चाहिँ तपाईँको माइग्रेन टाउको दुखाइको समस्या, जनरली टाउको दुखाइको समस्या हुन्छ भनेर बुझ्नु होला। अब के हुन्छ त, खुट्टालाई चाहिँ तातो पानीमा डुबाउँदै गर्दाखेरि चाहिँ तपाईँको चाहिँ ब्लड नसा, के अरे रगत बग्ने जुन नली रहेको हुन्छ खुट्टामा पास भएको, त्यो भनेको चाहिँ तातो पानीमा खुट्टा डुबाउँदै गर्दाखेरि चाहिँ त्यो नसाहरू चाहिँ के हुन्छ त, सुनिँदै जान्छ। त्यो नसा चाहिँ खुकुलो हुँदै जान्छ भनेर सामान्य तरिकाले बुझ्नु होला। त्यो नसाको साइज चाहिँ बढ्दै जान्छ है, भ्यासोडाइलेसन हुन्छ, नसाको साइज बढ्छ र तपाईँको चाहिँ त्यसपछि चाहिँ के हुन्छ त, जति पनि ब्लड फ्लो चाहिँ तपाईँको टाउकोमा भएको छ त्यसलाई चाहिँ रिडिस्ट्रिब्युट गर्दै चाहिँ तपाईँको यो रगतहरू चाहिँ तपाईँको तल्लो यो लोवर एक्सट्रिमिटिज, तपाईँको खुट्टातिर जान्छ र यसले चाहिँ ब्लड सर्कुलेसनलाई प्रपर गर्दै, यसले चाहिँ तपाईँको इन्ट्राक्रेनियल भ्यास्कुलर प्रेसरलाई चाहिँ कम गर्दै तपाईँको टाउको दुखाइको समस्यालाई चाहिँ निदान गर्न, इन्स्ट्यान्ट रिलिफ दिनको लागि चाहिँ एकदमै सहयोग गर्छ। यसरी बुझ्नु होला। यदि तपाईँमा पनि टाउको दुखाइको समस्या छ भने ब्लू लोटस हस्पिटललाई सम्झन सक्नुहुन्छ। स्क्रिनमा मैले कन्ट्याक्ट नम्बर राखिदिनेछु, तुरुन्त सम्पर्क गरेर स्वास्थ्य परामर्श लिन सक्नुहुन्छ, उपचार लिन सक्नुहुन्छ। टाउको दुखाइको समस्या भएका सबैजनालाई भिडियो अनिवार्य सेयर गरिदिनु होला। हामीलाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला। यस्तै हेल्थ टिप्सहरू चाहिँ हामीले रेगुलर दिइरहेका हुन्छौँ। अर्को भिडियोमा भेट्नेछौँ है त। नमस्ते।